पन्जाबीहरुको ल हेर्नुस् गाइजहरु कति राम्रो छ। यो पनि दिल्लीको एउटा फेमस मन्दिर हो के मन्दिर। अब मन्दिर हाम्रो नेपाल के अरे हिन्दूहरुको मन्दिर भने जस्तै उनीहरुको पनि यहाँ पढ्ने ओर्ने रुमाल टाउकोमा राख्ने अरे भने चाहिँ अब म रुमाल बान्छु है गाइजहरु। रुमाल चाहिँ यहाँ पाउँछ, रुमाल चाहिँ यहाँ पाउँछ, टाउकोमा रुमाल राख्नु पर्छ। सुज राख्ने ठाउँ त्यहाँ छ। म चाहिँ येल्लोबाट के अरे येल्लोबाट छान्छु, येल्लो ओरेन्ज होला यो येल्लोबाट चाहिँ छान्छु म। यो येल्लो चाहिँ राखेर लागे म। सक्स पनि खोल्नु पर्ने रहेछ, झाक्नु पर्छ कि गाइजहरु पर्दो रहेछ। म यसरी गरेर म भित्र जाँदैछु। यहाँ चाहिँ गाइजहरु पुरै ह्यान्ड वास गर्नुपर्ने रहेछ कि यहाँ चाहिँ शुद्ध हुनको लागि। नुहाउनु नसक्ने मान्छे चाहिँ नुहाउने ठाउँ चाहिँ यता भित्र छ। गेस्टहरुलाई चाहिँ पुरै खानु बस्नु सबै फ्रीमा, सब फ्रीमा नुहाउने बस्ने। अनि त्यति गरिसकेपछि ह्यान्ड वास गरिसकेपछि चाहिँ खुट्टा यहाँ धुने के, खुट्टा यसरी यहाँ धुने कि गाइस यसरी। हामी चाहिँ यो चाहिँ शुद्ध भएको अरे कि उनीहरूको मन्दिरमा छिर्नको लागि। म चाहिँ मन्दिर मन्दिर भन्दै भन्छु, खास चाहिँ पन्जाबीहरूको गुरुद्वारे हो के यहाँ पनि रहेछ। मलाई चाहिँ यो कपालमा के टाउकोमा लगाएर चिलाएर हारिसक्यो। हेर्नु त्यो रमाइलो छ। फर्स्ट टाइम आएको, धेरै रमाइलो लाग्यो। विभिन्न धर्म मनाउने के अरे धार्मिक ठाउँमा घुम्नु पनि डिफ्रेन्ट कल्चरमा रमाइलो लाग्यो कि मलाई। त्यो हात धुनु खुट्टा धुनु एकदम एक्स्ट्रा हामी शुद्ध भएको अरे कि गाइस। त्यो चाहिँ मलाई एकदम रमाइलो लाग्यो क्या। गाइजहरु भित्र चाहिँ फोटो भिडियो खिच्न दिँदैन, अलग रहेछ कि क्यामेरा। मेन गेटभित्र चाहिँ धेरै राम्रो छ, खतरा। यो चाहिँ पन्जाबीहरूको लोगो हो कि भाला जस्तो तीर छ नि यो, र त्यो अगाडिको गेटको लोगो चाहिँ यो चाहिँ पन्जाबीहरूको गुरुद्वारे हो। हाम्रो मन्दिर जस्तै म चाहिँ मन्दिर मन्दिर भन्छु नि त झुकेर। गुरुद्वारे हो गाइस। भाला बोक्छ कि सरदारजीहरू, यस्तो खतरा हुन्छ। हेर्नु गाइस यस्तरी भाला बोकेको हुन्छ। सबै भक्तहरू सबै यहाँ आउने जतिले यस्तो गर्नुपर्छ कि खुट्टा त्यहाँ हेर्नु यसरी शुद्ध भएको के ल त गाइजहरु अब गुरुद्वारे धेरै घुमे। अब चाहिँ म होटल भन्दा पनि त्यो सपिङ केही गर्नुपर्ने छ। थ्याङ्क यू फर वाचिङ गाइज। धेरै रमाइलो लाग्यो। यहाँदेखि ब्याक साइडमा चाहिँ ठुलो पोखरी छ कि त्यहाँ फिस पालेको छ कि त्यहाँ चाहिँ फोटो भिडियो खिच्नु दिँदैन कि। अनि यो मेन मन्दिरभित्र पनि दिँदैन रहेछ होइन। कस्तो राम्रो छ कि मेन मन्दिर। अनि त्यहाँदेखि पछाडिको त्यो पोखरी पनि एकदम ठुलो छ कि एकदम राम्रो छ। फिसहरू छ कि गाइज। अनि त्यहाँ चाहिँ फोटो रिक्वेस्ट गरेर एउटा मात्रै खिच्नु दियो होइन। त्यही पनि नमस्ते गरेको फोटो, नमस्ते गरेर एउटा मात्रै खिच्नु। कहाँदेखि आएको, नेपालदेखि भनेर भनेको। नमस्ते गरेर एउटा मात्रै फोटो खिच ल भनेर खिच्नुहोस् ल भनेर भन्यो। अनि त्यही भएर थ्याङ्क यू फर वाचिङ गाइज, बाई।